We are on our way to Mirik. निस्किनु पर्ने थियो 7-8 बट अहिले दस बजी सक्यो गाडी नआएको भएर हामी अब गाडीसम्म हिँड्दै जाँदैछौँ सुयान्स र मैले आज मम्मी आउनुहुन्छ मैले थुनेर मिठाई ल्याएर आउँछु नि ल्याइदिन्छु नि नाति बाई बाई गरिदिनु म चाहिँ नमते पनि नगर्दा पो रहेछ जी गरिदेऊ ल जी गरिदिनु जी गर्नु खै त अलिकति ल किन ठुस्केको रुइरहेको दिग्ला पछाको ए बाबुको चप्पल ल्याउनु होला है दिले चप्पल ल्याउनु जुत्ता भन्नु विराटनगरको मान्छे ला म त गाडी यहाँदेखि कति टाढा हो र हिँड्नुपर्ने अघि हामी हिँडेको ठाउँ त हो पुगेको बिहान हिजो उतापट्टि फर्केको त्यहाँ जुत्ता नै भयो जुत्ता छ होला ऊ बुढा हामी लाग्यौँ अब पल्टनतिर ट्याक्सी बोलाएको छ अन्त ट्याक्सीमा बोलाएपछि अन्त ट्याक्सीमा जाने होइन हामी डल्लै हो डल्लै ट्याक्सीमा जाने हो अन्त तर त्यहाँ तबसम्म डल्लै ट्याक्सीमा हामीसँग चाइनिज पनि हिँड्नु भयो यही हो क्या होइन ओइ careful cow dong you don't have to buy here you can just come and pick and take William stone mango हामी जाने गाडी चाहिँ यही हो 11 बज्न लागिसक्यो यहाँ बस्छ नि त दुई जना गाडी हैन तपाईलाई घुमाउँछ भन्छ त नि मलाई त घुमाउँदैन मलाई त घुमाउँछ नि त नि तिमी आउ नि त यहाँ हाल्छ नि अब कस्तो यहाँ तीन जना उठ्छ त लेट्स सी व्हाट जानु न त नभए म यहाँ बस्छु यहाँ चढो यहाँबाट जानु न तपाईले जान्छ न यहाँबाट पनि तीन जना बस्नु बस्नु किन अप्ठ्यारो गरेर बस्नु गर्मीमा भन्ने कुरा हेर्नु न कस्तो छ बाटो म पहिले चाहिँ घुमाउँथ्यो अनि पछि झोलाहरू कहाँ कहाँ राखेको साथीहरू ओहो यो त यार ल्याएन फेरि वाइफ पनि ल्याएन ओ माइ गॉड छिटो छ त त्यो मेरो बाबुको छिटो चढाइहाल्नु त एकदम गरी भयो देरी यार Are we excited? Yes! First time on back seat. First time going to Mirik. First time and it's mine second time. Okay, let's go. Oh, in this vacation we are not using mobile phones and this we are not using any data, any social media that No SIM, no internet. no SIM, no we are internet. just getting lost in the moment. See, we are just adding. Trying to create some memories. And फेरि मोबाइल हेरेर उयो गर्यो भने दुनिया हुन्छ भनेर trying to document life so we can look back when we Yes. go back to Sri Lanka.
correct. That's the hill. हम लोग इधर है अन्त हामी त ब्याक सिटमा हो नि त हैन You are India, Babu. You are in India. You is already You are in India. You already international. You are here already international. त्यहाँ हामी त्यहाँ त चिसो रहेछ हेर त्यहाँ त फोटो खिचौँ फोटो यति हेर्नलाई रोकेको यो भ्यू पोइन्ट हो क्या उहाँ होइन न ऊ यत्रो दार्जिलिङ ऊ त्यो घरहरू देख्छ नि त्यो दार्जिलिङ यो यहाँ हेर्नु दार्जिलिङ आउनुहोस् हामी स्कुलबाट पनि ल्याएको थियौँ हामीलाई सर्वे गर्नु सौरी नि यो टिङलिङ भ्यू पोइन्ट हो तिमी कहाँ आयो कहाँबाट आयो श्रेयस कहाँबाट आयो कहाँबाट आयो यताबाट यता हेरेर भन न कहाँबाट यो हातले देखाउ न कहाँबाट आएको तिमी कहाँबाट देखाउ न हाइवे गरिदेऊ माइजूलाई गरिदेऊ पर गर्छु म एउटा राखिदिउँ मिक्स It's a mix. It's only pineapple. Pineapple है ना? Pineapple. अंदर क्या हुआ है आयो? Watermelon papaya. कस्तो छ? मिठो छ मिठो रहेछ। मिठो छ। हमरा चखा एक छवटा कोका कोला हालेर खाने कोका कोला हालेर खान्छ त दिदी भाउजू गोलगप्पा खाने मिठो रहेछ गाडी भन्दा अगाडि मान्छे हिँड्दै गाडी ढुकेको छ माने हर देशको हर जग्गाको गाडी अहिले देख्न पाइन्छ त्यो उनै भएर रहेछ त्यसो भयो अनि कोही कतातिर हालिदिन्छ कसैले कसरी अब तिनीहरूलाई थाहा हुँदैन सानो जग्गा छ दुईटा गाडी पास हुँदैन अब हामीहरू अगाडि रोकिदिन्छ सिधा ढुका अनि जाले साला न ब्याक गर्न सक्छ गाह्रो यिनीहरूलाई त बिचरा थाहा छैन अब कति कति जग्गा चाहिँ अब रोहिणीकै बाटोमा कति कति जग्गा चाहिँ दुईटा गाडी पार हुँदैन सानो बाटो देखाने अगाडि हामी रोकिदिइहाल्छौँ नि अपको गाडीले दिइहाल्छौँ साइड छ यहाँ त्यो त गएको गएकै नि अनि अगाडि उता आउने गाडी र यता आउने जा दुईटा जाम झगडा डेली हिँड्ने मान्छेको झगडा कम्युनिकेसन भएर पनि होइन बत्तीकै इसारामा पनि ल म निस्के यस्तो यस्तो भएर पनि हुन्छ नयाँ मान्छे त थाहा हुँदैन नि त उसलाई एक्चुअली थाहा पनि हुँदैन फेरि अब लोकल हरामेसा चलिरहेको जग्गामा दुईटा गाडी पार हुँदैन त्यसले त्यो हिसाबले रोक्नै हाल्छ बसले काम गर्यो अरे बसले हाम्रो अगाडि ठुलो पार्किङमा गाडी अहिले छ नि त भन्नुहोस् न आज त म मेरो चाहिँ अब काम थियो कामले गर्दा अब आउने होइन यहाँनिर अहिले
Yes. This is our destination for today. मिरिक अनि हामी यहाँदेखि फर्किने हो हामी यहाँदेखि फर्केर अनि उता सेन्ट्रल मल हो कि 1:02 1.5-2 घन्टा भनेर म चाहिँ यहाँ सानोमा आएको थिएँ क्या सानो भन्नाले +2 बेला एसएलसी पास गरेर +2 को बरेको बेला आएको थियो होला उता पशुपति नगरबाट त्यतिखेर बनाएको थिएन भर्खर उयोहरू माटोहरू भुर्दै माटो गरेर लेबल गर्दै थियो यसरी राउन्ड लाउने कति करोबी त यो यसरी पुरै राउन्ड लारे माछा उयो गर्छ नि यसरी आउँछ अड्काएको छ नि त कहाँ अड्काएको छ कतितिर हुन्छ छैन कि खाए त्यो मैले यस्तै खाम पहिला आउने खानै खाने खाम नभए अनि बोल्नु थिएन तपाईँ नजाने तर बच्चामा यसरी बोकेको थियो काठमाडौँमा ध्यानले बोक्न सक्नुहुन्थेन बरु मैले बोकेँ मैले कैसा लग रहा है लग रहा है कैसा तुम उस प्राउड है We are having Haza break time. Look at the view. त्यो लगाएर उता हेर त के हो त्यहाँ के हो कहाँ जाने अब कहाँ जाने हुन्छ नि चिसो हुन्छ हामी कहाँबाट आएको बाबु हो र हामी बाबु हामी कहाँबाट आएको हो र अब कहाँ जाने अब कता जाने भन त फेरि हामी हो र चिकन मोमोको भिडियो छैन It feels less like momo and more like pastry. Puff tacos. चाउमिन के छ रे चाउमिन फ्राइड राइस मोमो एन्ड हियर चिकन अनि सबै कुरा छ यहाँ धेरै भइसक्यो लास्टमा सबै उता सब नसकेको दि सब उता खाएका उतापट्टि नसकेको कुरा सबै यहाँ आएको छ ठोकिन है यहाँ त सब उता गएको छ मतलब दबा के खाए है शाखा भइसकेको छ त्यहाँ त प्लेट यहाँ प्लेट शाखा उता पनि खिचेन त्यहाँ उता उता केही छैन अब जानुपर्छ
कहाँबाट अगाडि गएर पुरै त नि सही हुन्छ क्वालिटी आज बिस्तारै ओइ पुरो भाइब्सको साथ हिसिल जानु पर्यो दाउदिङ जानु पर्यो प्राइस चाहिँ फेरि सस्तै रहेछ है कहाँसम्म छ पानी उठ्दैछु यो माया नै माया छ तिम्रो तिम्रो सिलिप सिलिप हेर्न सिलिप बाउ छ र त सिलिप छ र अन्त जग्गामा त डल्लै कहाँबाट गाडी आएन नि अन्त जहाँ पहिलेर हालेर नि अन्त यो जग्गामा घुम्दैन क्या ओके हम लोग इधर गुफा पाताल में नेपाल में आए हैं आप कहाँ से हम नेपाल से नीचे से तले तक टूरिस्ट है क्या नीचे से तले तक कि नीचे से ऊपर तक तो टूरिस्ट देखते हैं इधर से आए नीचे से तल तक है इंडिया से आया मेरा दोस्त आप ऊपर से माथी तक नाइजीरिया देखते हैं ऊपर से माथी तो गुफा पाताल बैक टू नेपाल हैन ए हुस आइसक्यो त क्लियर हुँदैन नि हाँसिरहेको छ यहाँ ठेलेकोले जहाँ गए पनि हाइलाइट चाहिँ खानै हो फेरि अनि खाने मान्छेहरु चाहिँ हेरौँ तलदेखि माथिसम्म म आउँदाखेरि म त खालि उभिरहेको पाब्रोलमा त हो मिठो छ कुन ठाउँ अरे यो कुन ठाउँ अरे यो यो कुन के भन्छ यो गुफा गुफा पता नेपाल र इन्डियाको बोर्डर भ्यू चाहिँ पुरै उस भएको छ इन्डिया यहाँ नेपाल ढाकेको छ हाम्रो बोतलमा लास्टै धेरै हालिदिनु पर्छ पानी यहाँ तातो होला अहिले याद पुरो भइसक्यो फर्स्ट टचमा अब यो गुलियो खाएर गुलियो हो यस्तो मिठो हुन्छ नि यस्तो मिठो ओके जति ताने पनि सानो सानो जस्तो लाग्छ गुलियो नि हालिदिनु अनि अब त तीनचोटि चेन्ज गर्ने बित्तिकै नमिठो आयो हुन्छ कडै थियो अझसम्म तातो छ पानी धेरै आइन के के हो त्यो जुस्ता रोस्टर
हामी लुखा पातल घुमेर अब लागियो घरतिर कति बजिसक्यो पो 5:12 भएछ ल जाम अब It's almost 7, I think. Had a very long day. We are back to Siliguri, going to city center and home. See you in next video. Bye. Such a tiring day, no? But we had cool, some fresh and cool air. That was good. And hot temperature has already started. I think it's almost about 35 degrees. So tiring, so hot. See you in next video. Bye.